हेलो श्रोताबिन दर्शकबिन नमस्ते नमस्ते। म गाउँ आएको छु अनि म गाउँमा आएर अनि यहाँ मेरो घरबाट अलिकति तलतिर 5-10 मिनट तलतिर ठुलो बाबुलाई भेट्न आएको छु। ठुलो बाबुले 1-2 शब्द के बोलिन्छ, नमस्ते म त कलाकार नै राकेश कार्की, सबैले चिन्नुहुन्छ। तिमीलाई भने अर्कै मन पर्ने, मैले मात्रै सम्झेर के गर्ने, खैरे नि मागेट अन्तै दिल बस्यो कि निर्माया हुनै छाड्यो भेट। नमस्ते है, मेरो घर अघि मैले भने मेरो घरभन्दा तलतिर आएको छु। मेरो बारेमा उहाँले 2-4 शब्द बोलिदिन्छ, उहाँसँग के कुराको जानकारीहरू गरौँ। भन्नुहोस् त ठुलो नमस्ते है। नमस्कार, सन्चै हुन्छ नि? सन्चै छु। भनिदिनु 2-4 शब्द जाओस्। बालाखामा सँगै बस्यौँ, हप्कायौँ, करायौँ, कुट्दा त्यस्तो लाग्दैन। कुट्नु भयो नि, ठुलो भाइले माया गर्नु। कुट्दा कुट्दिनँ, अनि कहीँ कराउँथेँ गर्थ्यौँ। मेरो बारेमा केही भनिदिनुहोस् हजुरले, म कति चाहिँ कस्तो थिएँ। अनि सबै राम्रै थियो। अब यी कस्तो होला, साह्रै सोझो छ भनेर भन्थ्यौँ। अहिले राम्रै भयो, आएर भएको देखेँ। अब उहाँ त के गरेछ कसो रहेछ, अब म त ड्राइभर पनि हो, गीत पनि गाउँछु। गीत चाहिँ हल्का हल्का गाउँछु, अहिले पनि गाइसकेँ। कसो छ ड्राइभर हो, आइ एम सिङ्गर एन्ड ड्राइभर। म इङ्ग्लिसबाट भनेको छु, नेपालीबाट पनि भन्छु म ड्राइभर भन्ने सबैले चिन्नुहुन्छ। खुसी भएँ, भनिदिनुहोस्। खुसी भएँ। अनिखेर अहिले 550 रुपियाँ चोर खाऊ भयो भने दिएर धेरै दिन सकिनँ ठुलोमा, नरिसाउनु। म 2 दिनको छुट्टीमा आएको, त्यही भएर भोलि फर्केँ। मलाई चाहेको होइन, मलाई सरकारले 4,000 महिना दिएको छ, मलाई खानु छ। त्यसो नभन्नु न, म छोरो मान्छे तपाईँलाई मायाले दिएको नि, त्यस्तो भन्नुहुन्न नि त। बुढाबुढी मान्छे चुड खानुहुन्छ, खैनी खान्छ भने दिएको नि त। खुसी छु, खुसी हुनुहुन्छ है। मलाई पनि धेरै माया लाग्छ तपाईँको। तपाईँ 82-83 वर्ष हुनुभयो। मेरो बा पनि बित्नु भयो, 5-6-7 वर्ष, अब चैतमा 7 वर्ष हुन्छ। मेरो बा जस्तो लाग्छ बच्चादेखि। अब धेरै माया गर्नु तपाईँहरूले, त्यही भएर मलाई खुसी लाग्छ। आफ्नै गाउँमा आएको छु, जन्मभूमि। अहिले म हाम्रो यहाँदेखि तलतिर गयो भने बेसी पुगिन्छ, मात्र गयो भने घरभन्दा ठुलो बा घरबाट 5 मिनट 5-10 मिनट हिँडिसक्यो मेरो घर पुगिन्छ। अनि बुढाबुढी ठुलो बा माया लगाएर अनि के रहेछ ठुलो बा भनेर छिरेर जानु लागेको। म अहिले चाहिँ बेसीबाट आएको, त्यही भएर मेरो बारेमा उहाँले बोलिदिइहाल्नु भयो। अनि अरू भन्नुहोस् ठुलो बा। सबै ठिकै छ। अब गाउँको खबर कस्तो छ? नाति नातिना खोइ, छोराबारी खोइ त कोही पनि देख्दिनँ घरमा को घर यतै छ, कोही हुनु 12 बस्ती लिएर जानु भएको छ। नातिहरू अब जाहिर खानलाई ठाउँ ठाउँ गइरहेछन्। एउटा पराती छ, पछि लागि छ। आमाले छोडिदिएर गएको चाहिँ आमाले लगेन। यस्तो जोस, यस्तो जाँगर हेर्नु ठुलो बाले यत्रो तपाईँहरूलाई देखाउन चाहन्छु त दर्शक पनि हेर्नु। दिनमा एउटा 2टा चाय काटिरहनु भएको थियो। अनि बा मलाई पानी दिनु भने मलाई पानी लिएर खानिदिनु भयो। चाय काटिरहनु भएको छ। अनि चाय काटेर दिनमा 1-2 डोको बनाउनुहुन्छ अरे। 82 वर्ष मान्छे अझै जुस चाहिएको छ, हेर्नुहोस् तल बाँस छ, यतापट्टि चोया छ। काम धेरै गर्नुहुन्छ 82-83 वर्ष मान्छे, धेरै जुस चाहिएर रहेछ भन्ने मलाई लाग्यो, माया लाग्यो। अनि त्यही भएर ठुलो बालाई भेट्न आएको। अब भन्नुहोस् ठुलो बा, अरू के छ? सबै ठिकै छ, अरू जाने छैन भन्नु जाने होइन है। ल म दर्शकबिन म छुट्टिन चाहन्छु। उहाँसँग कुराकानी गरेर म पनि उकालो लाग्छु। 5 बज्न आँट्यो। अब फेरि आउँदाखेरि उहाँसँग भेटघाट पनि छ। म 1-2 वर्षमा 5-6 महिनामा आइरहन्छु, छुट्टी मिल्दैन, त्यही भएर 2 दिन छुट्टीमा आएको पनि भनिहालेँ। हस् त ठुलो बा, अब केही छ भन्नु? हस् त ठुलो बा, छुट्टिन चाहन्छु है त म। हस् ठुलो बा, हस्। सबैजनाले माया गर्नु, श्रोता दर्शकहरूले मन पराइदिनु भएको छ, खुसी लाग्छ है। ल ठुलो बा है त। ल हस्।